Hello friends, welcome back to my YouTube channel. I'm back with another video with another day. So it's New Year Eve हैन. So नयाँ सालको सुरुवात आगमन हुन जाँदैछ. आज 31 डिसेम्बर. So आजदेखि चाहिँ हाम्रो पिकनिक हुँदैछ. 2 डे पिकनिक हैन. आज डे 1. So तपाईलाई म हाम्रो पिकनिकको अलि झलकहरु देखाउने छु. So हाम्रो पिकनिकको स्पट चाहिँ यहाँ हाम्रो सर्जु दादाहरुको फार्म हाउस भनौं हैन, बारीमा. So यहाँ छ. यहाँ चाहिँ गेट हैन, यहाँबाट स्टार्ट भएर. सो नक नक खोइ. हेलो, यहाँ छ मेरो भान्जा सक्षम. हाई. सो अब आज चाहिँ उले एकदम मेन फोकसमा चाहिँ भ्लगलाई कन्टिन्यू गर्छ है, किनकि उसको इच्छा छ नि माइजूले भ्लग बनाओस् भनेर. लु लिएर जाऊ. कता कता के देखाउ न. टेन्टहरु कता छ, के छ यताबाट. यताको नदेखाउनु फर्स्ट. यहाँ चाहिँ के छ? इमर्जेन्सी एक्जिट हो कि मजाले इन्जोय गर्न सक्छ. उसले भन्छ है कता कता. लु यो चियर चाहिँ चियर कतिवटा टेन्ट छ गन्ती गर है. हेलो, यहाँ छ हाम्रो दुप्छेन र साङ्मु. हाई गरिदेऊ. खै भ्लग गर्दैछ है आसुले. लु टेन्टहरू कतिवटा छ? त्यहाँ दुईवटा छ है. यहाँ एउटा छ, यहाँ एउटा छ. यहाँ 1 2 3 4 5 6 पर छ एउटा 7 हो. टावर रहेछ नि त्यहाँ. लु भन्दै जाऊ है. यहाँ को छ? किचन जस्तो होइन, किचन हो. किचन हो. इको फ्रेन्डली एकदम नि. केले बनेको? ब्याम्बुले होइन. चेपचेप बाटो हिँड्छ, राम्रो बाटो हिँड्दैन. भ्लगर त चुला यस चुला पनि देखाउनुपर्छ. यहाँ कसले खाना पकाउनुहुन्छ भनिदेऊ न. को पर्छ तिमीलाई भन त. खै भन्दैन त, अन्त कन्टिन्यू गर न. लु यहाँ पिङ्क रहेछ. अरू यहाँ माथि जाउँ हेर्ने. लु लिन देख है. लक रहेछ. लक छैन अहिले खुल्ला. खै देखाइदिउँ त. यहाँ भ्लग बनाउँदैछ. यता हुन्छ ठुलियामा. ल हाम्रो केटाहरू सेनापतिहरू सबै आयो. वाङ्दीहरू उता पर रहेछ. ल यता छ अन्सुमन. हेलो अन्सुमन. यता छ दुप्छेन. हेलो दुप्छेन. अरू कहाँ कहाँ छ देखो है. यता आमाहरूलाई पनि देखाउनु अन्त. हेलो वाङ्दी. खै हाई. यता छ युदेन नाना. हेलो. अरू कसलाई देखाउने छिटो. दुप्छेन भाइ बहिनी नबसाइदियो. यहाँ अझ अझी छ भन्न. अझ अझी बसिरहनु भएको छ. को छ हुनुहुन्छ यहाँ बताइदेऊ त. यता काम गर्ने भन लाउडले. के भन्दै थियो? बाजे खोइ तिम्रो बाजे. ल म दाल हेर्नु जान्छु अहिले बादमा. ल फेरि चिकन इज इन लाइन. पोर्क यहाँ सेक्वा भने. लु यिनीहरू डल्ले भित्र पसेछ. मैला नगरिदिनु ल. हाम्रो होइन, यो हाम्रो अर्को छ. बुङ्गुर चोचेको सेकुवा. यहाँ चाहिँ कोल्ड ड्रिङ्क्स. यता पकौडा पार्टीहरू. भ्लगर के गरेको? मजा आउँदैछ भनिदेऊ त. इन्जोय गर्दैछ पिकनिक. रिप्ले भएको छ दुईजना राइनीहरूको. म चाहिँ अब यहाँ कचेको मासु पकाउनु आँटेको. हाम्रो यहाँ दुईजना टक्लाहरू छ है. दुईजना यहाँ. लु यता डान्स पनि स्टार्ट भइसकेको छ. लु मेरो सासू आमाले सुरुवात गरिदिनु भएछ नाच्नु. ल अच्छा यतिको त हुनु पर्यो नि अब है.
पिकनिकको युनिक पार्ट चाहिँ के छ कि टेन्टको आफ्नो आफ्नो नाम छ। सो छाङ, यहाँ छ ढेँडो, यता चाहिँ डल्ले अरे, यहाँ छ किनिमा, गुन्द्रुक, यता पर फेरि छ 3टा, त्यो नाम चाहिँ थाहा छैन मलाई, हेरौँ के छ। यहाँ अरे फेरि सिस्नु, छुर्पी, तोर्मा। लु त यो चाहिँ हो सब टेन्टको नाम। सो सबै टेन्टको आफ्नो आफ्नो नाम रहेछ, एकदम गोर्खे अथेन्टिक नेम्स। लेडिज इन ब्ल्याक है, सबजना कालोमा रहेछ नि त यहाँ चाहिँ। डान्स गर्नु ल अहिले कोट गाना डान्स सक्यो, अब गीतपट्टि रहेछ। परदेशबाट फर्किआयो सम्झेर हामी चाहिँ दर्शक। के पाक्दैछ पाकि नै रहेको छ। दादाले चाहिँ हल्लाइदिनु हुँदैछ, 3जनाले चाहिँ एकदम मजाले इन्जोय गर्दैछ। आएको आइटम जति सब 2जना चाहिँ के हो, चेन उयो भयो, खोलिदियो? चेन खोलिदियो? ए नकाट्नु न, बिगार न त। मेकानिकहरू 2जना, ए तातो पिरो हुन्थ्यो। सिकेको छैन नि त उसले, भर्खर सिक्दैछ नि, एक्सपर्ट भइसकेको छैन। ल हामी चाहिँ गएको। आज चाहिँ यहाँ चाहिँ छ म्युजिकल नाइट, न्यु इयर इभको। भरे चाहिँ मजा हुन्छ, एकदम सेटिङ हुँदैछ। यस अर्गनाइजरहरू भरे चाहिँ यहाँ क्राउड हुन्छ होला नि त, अहिले यस्तो खाली छ। भट्टाभट काम हुँदैछ, यहाँ चाहिँ चेयरको कभरहरू लगाइहुँदैछ अर्गनाइजर्सहरू। कसले देख्नु भएको छ छैन, यी दाजुहरूले भाइहरूले काम गरेको यहाँ हेरिहाल्नुहोस् न। लाइट्स अन, मजाको भएछ यहाँको। यो चाहिँ हाम्रो टेन्ट हो, किनिमा हो यसको नाम चाहिँ। के गरेको पन्जलामा? यता यता जाप छ मेरो, तेरै हो नि, चलाएको छैन नि त। हेलो, यो हाम्रो हो, तिमीहरूको यो छाङ हो, तिमी तामाङ होइन? यो हाम्रो मामा र मेरो। आएको तपाईँ पन्ना यता यता। औ मजाले इन्जोय गर्छ केटाकेटीहरूले। मजा आउँदैछ पन्जलामा? भिडियो किनिमा टेन्ट। ह्याप्पी डान्स स्टार्ट भयो। अब चाहिँ लु है, अब चाहिँ पिकनिक फिल आयो नि त। आँगी भान्जी भिडियो गरेको साङ्गु आमाको, आमाको भिडियो गरिदिएको, उसले नाचेको। खै तिम्रो दुप्छेन दादा? मजा आउँदैछ बहिनी? मजा आउँदैछ अरे। दुप्छेन पनि नाच्दैछ, यो दुप्छेनले दादा पाएको छ खेल्ने साथी। दुप्छेन मजा आउँदैछ, दुप्छेन मजा आउँदैछ अहिले दादा पाएर। भयो हामी चाहिँ प्रोग्राम हेर्नु गएको। कस्तो भिड पनि भइसकेछ, प्रोग्राम पनि स्टार्ट भएछ। हामी चाहिँ अलिकति ढिलो भयो। कहाँको नानीहरू हो? आजको यो न्यु इयर इभ 2026मा चाहिँ थुप्रै म्युजिकल होइन, ब्यान्डको अनि कल्चरल डान्सहरू होइन। अब चाहिँ जुनियरहरूको ब्यान्डको पर्फर्मेन्सहरू जाँदैछ। यो ब्यान्डमा चाहिँ एकजना बहिनी पनि रहेछ, नानी हो। एकदम खुसी लाग्यो, हाम्रो गाउँबाट नि फिमेल गिटारिस्टहरू जन्मिएछ। अघिको थियो उज्जवल ब्यान्ड, यो चाहिँ हो मिड नाइट ब्यान्ड। सेवारो है
हाम्रो देशबाट सहयोग गर्ने हाम्रो दाजुभाइहरूलाई पनि सङ्कल्प ब्यान्ड। यस मञ्चबाट यो ब्यान्डमा हामी चाहिँ धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै हस्बेन्ड हाम्रा खोइ अन्त हृदय गुरुङ चाहिँ अनि हाम्रा अनि यो ब्यान्डमा चाहिँ मेरो हस्बेन्ड सो हियर हि इज मिस्टर हृदय गुरुङ। Happy New Year to everyone. Today is 1st January 2026. आज चाहिँ पिकनिकको डे 2. सो अहिले चाहिँ हामी जाँदैछ हाम्रो पिकनिक स्पटमा। हुन चाहिँ राति त्यहीँ होल्ड गरेँ बट भिडियो चाहिँ बनाइन। चाहिँ बनिँदैछ पनि खाइ पनि हुँदैछ। खाद्दै बनाउँदै हामी चाहिँ बोला त फेरि भन त। खाद्दै बनाउँदै आफ्नो टेन्टमा बसेर लन्च गरेको बुढाबुढी। Just now we finished our lunch. After this, After this, she's saying that we need to go to Gurbatan. Let's see. If we get time, then definitely we'll go there. Otherwise, we have time already. otherwise we'll be here only. So we'll go. लन्च खाइसकेर चाहिँ हेभी डान्स चल्दै रहेछ है। यहाँ चाहिँ लु सम्धिनी सब छोरी आसेङको डान्स हेरिदिउँ। सम्धि आज त अलिक खाली रहेछ। धेरैजना आउनु भएन आज। धेरैजनामा चाहिँ मेरो नाना पनि पर्छ। मेरो नाना पनि आज त आउनु भएन। नाना नानीहरू उनीहरूको अर्कै टिम भएछ। आज अर्कै पिकनिक जानुभएछ उतै। गरम पो भयो कि के हो। आज चाहिँ मेरो श्रीमानलाई पनि निकाल्नु पर्छ हौ फोटोमा। हिजो त थिएन। यता हेर्नु त यत्तिकै हेन्सम बुढा चाहिँ कसको छ कस्तो आफ्नै बुढालाई फुर्काउनु। लु नाचिदिँदै एउटा झन् हेन्सम देख्छ। आऊ नाच है। आयो है हिरो आयो है। ल अङ्कलले पनि ठिक पार्नु त ऊ बटल पनि। यहाँ चाहिँ सुटिङ चल्दैछ है। भिडियो फोटोसुट भिडियो सुट। यहाँ चाहिँ लेडी गुन्डीहरू आएको छ है भने जस्तो। लेडी गुन्डीहरू चाहिँ यहाँ चाहिँ लु सुटिङ चल्दैछ। दुईजना त देखेन पनि ल हौ उपासना भिड मात्रै रहेछ। तिमीहरू देखेन त तिमी र सिजम भाउजू त फुर्किँदै नमे पुऱ्याइदिउँ है। अलिक माथि अलिक भन न अलिक माथि राम्रो भ्यू आउँदै रहेछ भन न। बिचबाट गर्नुपर्छ भाइ। यहाँ बिचबाट गऱ्यो भने साइडको दुईजना साइडकोहरू आउँछ। लोकेसन चेन्ज भयो सुटिङ हुँदैछ है। यहाँ सकेर यता सुटिङ ओभर। अब चाहिँ सकेको ल। अब चाहिँ हामी पसेको रिल्स बनाइसकेर नाचेर चाहिँ अब हामी एकछिन हस्बेन्ड वाइफ निस्केको आउटिङमा। लानु चाहिँ कहाँ लानुहुन्छ थाहा छैन। फर्सिटर लाने न फर्सिटर। जिबिएन गुरबाथान मुक्ति ब्रिज मेरो हस्बेन्डले चाहिँ हिजो रातिको आफ्नै पर्फर्मेन्सको भिडियो हेर्नुहुँदैछ। हामी चाहिँ बडाफाको पुग्यौँ। अब हेडिङ टुवर्ड्स मुक्ति ब्रिज। कहिले आएको अरे तपाईँ राति यति बेला जवानीमा? जवानी सक्यो बिहा गरेर है। ढिलो बिहा गरेको त है बाजे। ढिलो बिहा गरेको नि त। आया फोनै झऱ्यो। हेभी भिड।
गोरुबथानको यो के भन्छ मुक्ति ब्रिज मुक्चेल खोला पिकनिक स्पट चाहिँ हेभी भिड हुन्छ। हामी चाहिँ मुक्ति ब्रिजको पिकनिक स्पट हेर्न आएको भनेको त जाममा फसेर गाडीमा तेल हाल्नु र गाडी घुमाउनु मात्रै आएको जस्तो भयो यहाँबाट त। अब सरासर फर्किहाल्ने। घर पनि आइपुगे। यहाँ चाहिँ दिदीबहिनीको डान्स सम्झीसँग। लु भिडियो लु त अन्त सक्छ अब। लु त सक्यो कसैले अन्त कमर लगेन। अब कसो अब चाहिँ मेरो बुढाको मुड बन्ने छ है नाच्ने। लु त फेरि फेरि नाच्दै एन्ट्री आयो अब चाहिँ नाच्छ। अब चाहिँ हुन्छ है डान्स। लु छिटो अब चाहिँ डान्स हुन्छ। लु आमा छोराको ल है। लु न दिनु न के छ रमाइलो त यो त। अनि आज त हजुर मेरो भाइले मेरो छोरै हजुर छोरै नाच्नु त अब चाहिँ यो भिडियो ओभर भएको यहीँ समाप्ति। सो सक्यो हाम्रो 2 दिनको पिकनिक। थ्याङ्क्स फर वाचिङ एन्ड ह्याप्पी न्यू इयर वन्स अगेन। बाई बाई।